छिर्दिन भित्र बहुत अन्धारो छ हेर्नु मलाई यस्तै जानुपर्छ बहुत यसमा गुड मर्निङ गाइज वेलकम टु माई नेक्स्ट ब्लग आज म जाँदैछु आफ्नो गाउँको सानो घुम्ने ठाउँ जहाँ केटाहरूले रमाइलो गर्छ दिस इज माई स्मल भिलेज वेयर आई लिभ मैले जाँदैछु उतातिर त्यसपछि के कस्तो उता आर्टिफिसियल झर्नाको पनि व्यवस्था छ तर अहिले झर्ना चलिरहेको छैन अलिक दुखी पनि छु किनभने हिजो युट्युबले के भन्छ कपिराइट क्लेम पठाइदिएको छ मेरो भिडियोमा म पुगिसक्यो यो हो मेरो गाउँको ड्याम के भन्छ यो हो मेरो गाउँको ड्याम यो सानो ड्याम अनि के भन्छ पानी कम भएको बेलामा यो ढोका खोल्ने काम गर्छ कैसा लगा मेरा मजाक बजेट खूब आउँछ के तर विकासको नाममा यति हो पैसा त सबचोटि आउँछ तर राम्रोसित प्रयोग गर्दैन क्या क्या बात कर रहे हैं त्यस्तै हो क्या अहिले यता योमा फिलअप भएको छ यो जोडले पानी आयो भने अलिकति माछा पनि हुन्छ म आर्टिफिसियल ड्याम तपाईँहरूलाई देखाउँछु यो भनेको आर्टिफिसियल ड्याम हो पानी बढी भएपछि यतातिरको ढोका खोल्छ अनि त्यही बाटो जान्छ उतातिर पानी अनि यो तल तल छ बिस्तारै बिस्तारै सिक्दैछु म पनि भ्लग बनाउन तपाईँहरूले बस सपोर्ट गरिदिनु पर्यो लाइक सेयर सब्सक्राइब गरिदिनु फाइनली आइसक्यो मेरो सानो गाउँको आर्टिफिसियल ड्याम म भित्र छिर्दैछु ड्याममा कस्तो छ कन्डिसन यो कसरी छिर्नेवाला छैन भित्रसम्म छिर्दिन भित्र बहुत अन्धारो छ यो आवाज पनि टक्राउँछ भित्र पुरै अन्धारो अन्धारो छ मेरो पछाडि पनि मलाई यस्तै जानुपर्छ बहुत यसमा पानी आउँछ भित्र यस्तो छ भित्रको कन्डिसन धुलो अन्धारो छ भित्र अहिले हाम्रो गाउँको ड्यामको कन्डिसन यस्तो छ यदि तपाईँ च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक शेयर सब्सक्राइब